टिभीएस रेडर 125 FI अब झन् स्मार्ट रिफाइन्ड प्रिमियम कम्युटर बनेको छ। तर के 22,000 रुपियाँको प्राइस हाइकले यसको भ्याल्यु जस्टिफाई गर्छ त? आजको यो छोटो रिभ्यूमा सबै कुरा जानौँ है त। टिभीएस रेडर 125 ले नेपालमा 125 सीसी सेगमेन्टलाई नयाँ डिरेक्सन दिएको छ। स्टाइल, पर्फर्मेन्स र फिचर्सको कम्बिनेसनले यसलाई ट्रेडिसनल कम्युटर बाइकभन्दा फरक बनाएको छ। अब रेडर 125 FI मा फ्युल इन्जेक्सन सिस्टम आएको छ, जसले इन्जिन पर्फर्मेन्सलाई स्मुदर र मोर रिफाइन्ड बनाउँछ। यसका मुख्य अपग्रेड्सहरू फ्युल इन्जेक्सन FI, इको र पावर राइडिङ मोड्स, टिभीएस इन्टेलिगो टेक्नोलोजी, साइड स्ट्यान्ड इन्जिन कट अफ। यी फिचर्सले डेली कम्युटिङलाई अझ प्र्याक्टिकल र कन्भिनियन्ट बनाउँछ। रेडर 125 FI ले आफ्नो स्पोर्टी र एग्रेसिभ स्टाइलिङ कायम राखेको छ। शार्प डिजाइन, एट्र्याक्टिभ ग्राफिक्स र प्रिमियम फिलले यसलाई यङ राइडर्स बीच अझ लोकप्रिय बनाएको छ। प्र्याक्टिकल फिचर्समा LCD डिस्प्ले र अन्डर सिट स्टोरेज पनि रहेको छ, जसले डेली युजमा एक्स्ट्रा कन्भिनियन्स दिन्छ। नयाँ FI इन्जिनले 11.38 PS पावर एट 7500 RPM र 11.2 न्युटन मिटर टर्क एट 6000 RPM जेनेरेट गर्छ। यो 5 स्पिड गियर बक्ससँग जोडिएको छ र 10 लिटर फ्युल ट्याङ्क क्यापासिटी दिन्छ। हो, कार्बुरेटेड भर्जनभन्दा पावर अलि कम भएको छ, तर FI भर्जनले स्मुदर थ्रटल रेस्पोन्स, रिफाइन्ड राइड क्वालिटी र बेटर फ्युल एफिसिएन्सीको अनुभव दिन्छ। ब्रेकिङ सेटअपमा फ्रन्ट डिस्क र रियर ड्रम कन्फिगरेसन छ। सिङ्गल च्यानल ABS नभए पनि यसमा सिङ्क्रोनस ब्रेकिङ टेक्नोलोजी दिइएको छ, जसले ब्रेकिङ कन्फिडेन्स बढाउँछ। अब यसको प्राइसको कुरा गर्नुपर्दा टिभीएस रेडर 125 FI को प्राइस 2026 मा 3,15,900 रुपियाँ रहेको छ।